हालै प्राकृतिक प्रकोपले जुन पहाडी अञ्चल साथसाथै समतलको पनि केही अञ्चलहरूमा जुन प्रकारले एउटा ध्वंस गरे, ठुलो एउटा नोक्सानी बेर्नु पर्यो। ज्यानमालको साथै घर सम्पत्ति जमिन हराउनु पर्ने यो स्थिति भयो र धेरैले भन्छ यो 68 पछिको फेरि यो पूर्ण रूपमा त्यो 68 भन्दा पछि यतिको ठुलो कहिले पनि भएको थिएन, जुन 68 लाई दोहोऱ्याउने काम भयो भन्छन्। अनि अहिले सबभन्दा ठुलो कुरा यो राहत शिविरहरूमा जति जे राहत कार्यहरू गरिँदैछ, राजनीतिभन्दा माथि उठेर सम्पूर्ण राजनैतिक दलहरूले साथसाथै सङ्घ संस्थाहरूले विभिन्न व्यक्ति विशेषहरूले र उहाँहरूप्रति हाम्रो पार्टी कृतज्ञता ज्ञापन गर्छ। साथसाथै अहिले र अरू संस्थाले पनि यो पनि एउटा माने यसलाई पनि हामी स्वागत जनाउँछौँ। तर अब कुरा आउँछ रिहेबिलिटेसनको। रिहेबिलिटेसन सबभन्दा ठुलो इस्यु हो। हिजै मात्र हामीले डिएमलाई एउटा चिठी गरेका छौँ र हामीले 3वटा पोइन्ट मूल रूपमा भनेको छौँ। चिया बगान अञ्चलमा बस्नेहरूको जसको जमिन शुद्ध घरहरू रहेको छ उनीहरूलाई चिया बगानमै त्यहाँनिर एउटा जमिनको व्यवस्था गरिनुपर्छ म्यानेजमेन्टले। त्यो डिएमले इनिसिएटिभ लिएर झट्टै व्यवस्था गरिनुपर्छ। अनि त्यहाँ सरकारले घर बनाउने व्यवस्था गरिनुपर्छ। 2 नम्बर, जहाँनिर बस्न लायकको छैन, घर छ जमिन छ तर अब कुनै पनि दिन फेरि भत्किन सक्छ, तिनीहरूलाई पनि एउटा शिफ्ट गर्नुपर्छ एउटा सेफ प्लेसमा र त्यसको निम्ति पनि डिएमले जमिनको व्यवस्था गर्नुपर्छ। झट्टै एउटा माने खाली जमिनमा उहाँहरूलाई शिफ्ट गराउने व्यवस्था झट्टै डिएमलाई गर्नुपर्छ भन्ने हामी दाबी राखेका छौँ। साथसाथै यो पेरिफेरी एरियाहरूमा जस्तो टिस्टा एरिया भयो, रामबाङ भयो, बिजनबारी भयो, अरू सुकिया ब्लकतिर, सम्पूर्ण कर्सियङ ब्लकतिर, दुधेतिर जहाँ पनि बसेका छन्, अब उनीहरूलाई सेफ जग्गामा शिफ्ट गर्ने जिम्मेवारी सरकारले लिनुपर्छ र डिएमलाई झट्टैभन्दा झट्टै यो इनिसिएटिभ लियोस् भन्ने हामीले हिजो चिठी गरेका छौँ। साथसाथै केन्द्र सरकारलाई यो नेसनल डिजास्टर हिसाबमा घोषणा गरेर स्पेसल प्याकेज दिनुपर्छ भनेर हामीले दाबी गरेका छौँ पार्टीबाट।